हेलो एभ्रिवान, आज भने हामी आफ्टर स्कुल अघिल्लो दिनको प्लानिङ अनुसार रेस्टा परिवार विशेष कामको लागि हामी बाहिर निस्केका थियौँ र सोही काम सकेर फर्कने क्रमको बाटोको छोटो क्लिप मैले हजुरहरूको समक्ष भिडियो बनाएर प्रस्तुत गरेको छु। साथै उक्त भिडियो मार्फत मैले हजुरहरूलाई त्यहाँको लोकल किराउन बजार अवलोकन गराउनको साथै हामीले गरेको केही रमाइलो पलहरू पनि हजुरहरू समक्ष साझा गर्ने कोसिस गरेको छु। आउनुहोस् हामीसँगै भिडियोमा रमाउनुहोस्। चटपटे बोकेर जाने हो बसन सर किन्दिनु हुने साथै बोक्नु तपाईले लानुस् न के पो लाग्यो सर कसको स्पोन्सर हो यो स्पोन्सर भइहाल्छ यो सर कहिलेदेखि किलोमा आउनु थाल्यो यो किलोको 80 रुपैयाँ अरे किलोको 80 रुपैयाँ म्याम अनि किलोदेखि त घटेर दर्जनमा पुग्यो त समोसा त्यो के हो चिन्नुहुन्छ हामी उहाँहरू चाहिँ म जस्तै दर्शकमा मात्रै हो होइन सायद हामी सबैको गोजी भरिएको नहुन सक्छ गोजी भरिनेहरू सबैजना टनाटन किन्नु थाल्नुभयो हामी चाहिँ गोजी रित्तो हुनेहरू चाहिँ ए चटपटे किनिदिनुहुन्छ अरे हामीलाई सरहरूले आज गइहाल्नु भएको भनेपछि सबैजनालाई यता लाग्दैछ होइन त के हो म्याम यो म्याङ्गो अर्ग्यानिक नि झोला लुकाउने तरिका त यो थिएछ नि त हेर्नु उहाँले यस्तरी झोला लुकाएर ल्याउनु भएको रहेछ। सर घरबाट ल्याइदिनुहोस् भन्नुभएको छ हो माया भन्ने कुरा यस्तो हुन्छ आफ्नो ड्युटीमा जाँदाखेरि पनि उहाँहरूले चाहिँ परिवार बिर्सिनुहुन्न नि त। सो हामीले हाम्रो काम सकेर फर्कने क्रममा यस कानेपोखरी गाउँपालिकामा रहेको यस सुन्दर कालीथान स्थित हामीले सानो हाटमा आइपुगेका छौँ र यहाँको भएको हामीले मनोरम दृश्य अवलोकन गर्नको साथसाथै त्यहाँको लोकल यानि कि फ्रुट सागसब्जीहरू किनमेल पनि गर्दैछौँ र यसरी हामीले हाम्रो आजको दिनचर्याको अन्त्य गर्दैछौँ। हजुर शम्भु सर के को मुन्टा बिजनेस फस्टाउला जस्तो छ सर 10 रुपैयाँमा। हेलो डियर के किन्नुभयो भनिदिनुहोस् त। हजुर वाह चटपटे म खाएर बताउँछु ल। पाइँदैन थियो तर पाइदिउँ न होला। वाह सपना म्याम तपाईँ चाहिँ सिधै अभियानमा छुट्टै छ हाम्रो। हामीलाई चाहिँ चटपटेमा भुलाएर हेर्नु न तपाईँहरू चाहिँ अघि नै यस्तो हुन्छ साथीहरू। आलु
खोइ आलुचप के बनाउने हामी आलु चपमा एकदमै मिटिङमा छौँ अहिले सर कस्तो थियो आलुचप आलु चप मिठो तर सर एउटा कुरा दुःख लाग्यो नि हामी आउँदा रित्तो थियो नि त सबै खाइसक्नु भएछ तपाईँहरूले हजुर यत्रो बन्दैछ ए हाम्रै लाग्यो बसन्त सर कस्तो थियो अरे आलु आलु चप मिठै थियो स्वादिलो लाग्यो जे हो भने यहाँको इन्भाइरोमेन्टले गर्दा पनि हो नि सर एउटा भन्ने मात्रै हो खास फर्स्ट राजु सर के हल्ला छ अरे त्यतातिर ठाउँको ठाउँ पार्टी चेन्ज भयो यो त एकछिन अगाडि के भन्नुहुँदै थियो सर हजुरले अहिले कहिले भोलि चेन्ज गर्नुभयो भनेर तर यतिको चाहिँ हुनुपर्छ है युनिटी भनेको कुरा चाहिँ यति चाहिँ देखाउनुपर्छ है साथीहरू तपाईँहरूले देखिहाल्नुभयो हाम्रो सरले एकैछिनमा आलु चप हामी पर्खिँदैछौँ यहाँ हुनुहुन्छ आलु चप खाँदै हुनुहुन्छ भोक लाग्यो कि के गाउँ भने यो पाकेको छ म्याम म त अहिले खानु गाडीमा हिँड्नु त डर लाग्छ त्यही भएर अगाडि बस्नु भएको रहेछ हाम्रो म्याम पैसा पनि त्यतिकै आउँदैन नि सर दुःख नगर्दा त होइन हाम्रो म्यामहरू हुनुहुन्छ हाम्रो बस हेलो सपना म्याम के खाँदै हुन्छ तपाईँ हेलो हेलो आलु चपको पर्खाइमा है अरू केही होइन आलु चप अरे सरिता म्यामको पनि व्रत त होइन नि मेरो व्रत होइन म गाडीमा चाहिँ खान्न समस्या छ समस्या यहाँ त राम्रै निकालिदिएको छु है मैले मलाई मिस ल्याउनु न यो पनि हालेर खाऊ त्यहाँनिर हामीले खाँदै छु खाइमा यता चाहिँ बल्ल Yes, please. के भयो अरे थोप्रा देखिँदैन अरे क्या मिस देखियो लाइटले अब भने हामीले त्यहाँको बजारमा किनमेल गरेर खाजासाजा खाएर साथसाथै हामीले हाँसी मजा गर्दै गर्दै अब भने हाम्रो आजको अन्तिम गन्तव्य यानि कि घरतर्फ प्रस्थान गर्दैछौँ। अनि चटपटी खाँदा त भएको थिएन त फाइनली अब भने म घर आइपुगेको छु अनि आज चाहिँ मैले दिनभरिमा कफी खान पाएको थिइनँ सो मैले घर छेउमा रहेको कफी स्टेसनमा गएर एउटा टेक अवे आइस कफी लिएँ अनि त्यो कफी लिएर म घर फर्केँ। साथसाथै मेरो आजको लागि भिडियो यति नै। बाई बाई।